आशा मैले तँलाई कहिले भनेको थिइनँ तँलाई यसरी अगाडि कपाल बाँध्यो भने कस्तो राम्रो देखिन्छ। मन्जरी मैले तँलाई कहिले पनि भनेको छैन तँलाई यहाँनिर यस्तरी आइब्रो यहाँसम्म बनाएको कस्तो राम्रो देखिन्छ। आइब्रो यस्तो आशा मैले तिमीलाई कहिले भनेको थिइनँ तिमीलाई यसरी यहाँबाट कुस निकालेर यसरी यहाँ टच भएको कस्तो राम्रो देखिन्छ। देखाउ त। मन्जरी मैले तँलाई कहिले भनेको छैन तँलाई यहाँ बिचमा गोलो भनेर रातो टिका लगाएको कस्तो राम्रो देखिन्छ। नेपाली बुलबुलेमा कास्ट हुने जत्तिकै देखेँ। आशा मैले तिमीलाई कहिले भनेको थिइनँ तिमीलाई होइन यहाँ त्रिशुल बनाएको क्या त्रिशुलको ठुलो टिका लगाएको यति राम्रो देखिन्छ। मन्जरी मैले तँलाई कहिले भनेको छैन होइन तर यहाँनिर यस्तरी रातो बनाएको कस्तो राम्रो देखिन्छ तँलाई। आशा मैले तँलाई कहिले पनि भनेको थिइनँ तेरो नाकमा यहाँ पर रातो गरेर बिचमा कालो टिका लगाउँदा साह्रै राम्रो देखिन्छ। मन्जरी मैले तँलाई कहिले भनेको छैन तँलाई यहाँनिर दुईवटा चुल्ठो बारेको राम्रो देखिन्छ। दुई चुल्ठो ल आशा मैले तिमीलाई कहिले भनेको थिएन तिमीलाई ट्याक्कै रातो बोर्डर गरेर होइन यता यसो जोइन गरेँ कस्तो राम्रो देखिन्छ। मन्जरी मैले तँलाई कहिले भनेको छैन तँलाई यहाँ दुई रातो ब्लस लगाएको कस्तो राम्रो देखिन्छ रातो रातो बनाएर। आसमा तिमीलाई यहाँ निधारमा दुईतिर रातो ब्लस लगाउँदाखेरि अनि यहाँनिर दुईतिर कालो लगाउँदा कस्तो राम्रो कोठी बनाउने कि यहाँ चाहिँ कस्तो राम्रो देखिन्छ। मन्जरी मैले तँलाई कहिले भनेको छैन होइन तँलाई यहाँबाट लाइनर यहाँबाट लाइनर लगाएर यहाँ जोडेको कस्तो राम्रो देखिन्छ नि। आशा मैले तिमीलाई कहिले भनेको छैन तिमीलाई फाउन्डेसनको टिक 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 लगाएको कस्तो राम्रो देखिन्छ। मन्जरी मैले तँलाई कहिले भनेको छैन होइन तँलाई यहाँनिर बिचमा कालो लाइन जानेको कस्तो राम्रो देखिन्छ नि नाकमा। आसमा मैले तिमीलाई कहिले भनेको थिइनँ तिम्रो चिउडोमा चन्द्रमा बनाउँदाखेरि यति राम्रो देखिन्छ। चन्द्रमा हो मन्जरी मैले तँलाई कहिले भनेको छैन होइन तेरो यो साइडबाट टक 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 थुपा थुपा चुहिएको जस्तो बनाउँदा कस्तो राम्रो देखिन्छ रातोले। नेपाली हररको लागि त पर्फेक्ट भइसक्यो म मुभीवालाले कास्ट गर्नु होला। लास्टमा चाहिँ हामी यस्तो भएको छौँ हरर मुभीवालाले कास्ट गर्नु होला है त। धन्यवाद। ओके बाई। भाभी कति राम्रो हरर मुभीवालाले कास्ट गर्नु होला। बाबा के भन्छ